साथीहरू शङ्खरसभाको खाँदबारी बजारमा एकजना दाइले आफै चप्पल बनाउँदै बेच्दै गर्नुहुने रहेछ। उहाँले यसबाट धेरै राम्रो नाफा कमाउन सकिन्छ र एउटा सिङ्गो परिवार पाल्न सकिन्छ भन्ने कुरा मलाई जानकारी गराउनु भयो। मैले चप्पल कसरी बनाउनुहुन्छ भनेको प्रश्नमा उहाँले आफूले चप्पल बनाएर केही तरिका सिकाउनु भएको छ। यो 2 मिनेटको भिडियोभित्र तपाईँ प्रष्ट रूपमा देख्न सक्नुहुन्छ कसरी लेडी चप्पल बन्छ, कसरी बनाउन सकिन्छ भन्ने बारे। र उहाँको जस्तै कार्य गर्दाखेरि तपाईँ अन्य ठाउँमा गएर सुरु गर्नुभयो भने त्यसबाट विदेशीमा पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरा उहाँको जानकारी छ। यहाँले सुरुदेखि अन्तिमसम्म हेरेर आफूले यस भिडियोबाट केही जानकारी लिन सक्नुहुन्छ। नाप भएन, अब नाप हामी यो पिसमा कोर्नु भयो। यो पिसमा यो पिस हुन्छ गमला यसरी कोर्नु थियो होइन। यो चप्पलको साइज अनुसार 4 नम्बर होइन, त्यसरी कोरेर यो चाहिँ हाम्रो चप्पल बन्दैछ। यसरी कोरेर कटिङ गर्नुपर्छ। हजुर, मेसिनले पनि हुन्छ यो काम, हामी कैँचीले गर्छौँ खर्च कम गर्नलाई। मेसिन नकिन्दा हातले कोर्नु अनि त्यो काटिसकेको यस्तो कुन बन्छ? यस्तो। हजुर, यो बन्छ। यो माथि कभर हुन्छ। हजुर यो कभर हुन्छ। हजुर, अनि त्यहाँमाथि पेस्टिङ गर्ने यो कभर। कभरमा यो काटेर यसरी टाल्नु पर्यो। हजुर हजुर, यस्तो भन्छ। ठिक छ। यो सुरुको त्यो कटिङ भएको यो खालको बन्थ्यो, त्यसमाथि चाहिँ त्यस्तो खालको कभर हामीहरूले यो पेस्टिङ गर्छौँ र यो पनि लाएर सिलाइ गर्छौँ आफ्नो लोगो। सिलाइ अनि यो माथिको अप्पर यो। हजुर, यो पनि आफै यसको कटिङ गर्नुपर्छ। यसलाई पनि कटिङ गरेर अप्पर बनाइन्छ अनि यसरी फर्मामा लगाएर राखिन्छ। यहाँ दुलो पारिन्छ हैन, दुलो पारेर नाप पनि छैन, दुलो पारेर नाप कसरी ठ्याक्कै मिलाउनु नाप फेरि? यो नाप गर्दैन यो। ए, एउटा डाइ बनाएर राखेको छ यो। यो डाइ तारे बनाएको यसरी। हजुर, यो चाहिँ बनाएर राखेको यो सधैँभरिलाई नाप 5 आइटमको खुट्टा हुन्छ, 5वटा छन् हैन। छेडेपछि यहाँ चिनो छेड। हजुर अनि अप्पर यसरी यो दुलो पारेर यसरी छेड्नु। हजुर, अनि त्यहाँदेखि मुनि सल लाउनु पर्यो। फिटिङ गरेर फर्मालेर अनि यसो। हजुर, यो मुनिबाट पेस्टिङ गर्नु पर्यो। हजुर हजुर, बनिएको माल भनेको चाहिँ कस्तो छ त भन्दा हामी यहाँ हेर यही होला है। यो अरू पनि डिजाइन छन् यहाँनिर। यो बन्छ। ए, यो मुनि फेरि अर्को पनि लाउनु पर्यो। हजुर हजुर, अब यसलाई राम्रो फिनिसिङ गरेर कटिङ गर्नु पर्यो, सुकाउनु पर्यो होइन। यसरी बन्छ चप्पलहरू। हजुर, राम्रो भएर एकदम फिनिसिङमा आउँछ लास्टमा गएर। यसको साइज 1 नम्बर, 2 नम्बर, 3 नम्बर, 4 नम्बर र 5 नम्बर गरेर 5वटा साइज हुँदो रहेछ। ए, 2, 3, 4, 5, 6 हुन्छ। हजुर, यस्तो खालको यो भनेको चाहिँ एउटा उहाँहरूले बनाएर डिजाइन राख्नुभएको छ, त्यतिमा राख्नु भनेको। अब फिते चप्पल चाडमा लाउँछ भने यहाँ र यहाँ लाउने हो, डरको डिजाइनवाला हो नि यहाँदेखि यहाँ एउटाले हुन्छ। हजुर, यहाँदेखि यसरी लाउने खालको पनि रहेछ अनि यसरी लाउने खालको पनि रहेछ। यो नाप अनुसार तपाईँसँग धेरैवटा छन्, यहाँनिर स्टक छन्। हजुर, जानकारीको लागि धन्यवाद।